ठुलो मम्मी के गर्दै हुनुहुन्छ? यता छिन् भाग्यलक्ष्मी, यता हाम्रो ठुलो मम्मी हुनुहुन्छ, यता बहिनी छिन्, यता भाइ, यहाँ त पप्पी पनि आछ यहाँ बाडी खन्न आज प्याज लगाउनलाई। यसरी यत्रो सब खान्छ कि मैले होइन भन्नु पलिको तालाई जोडेर मलाई नखिच ल है सानी छोरी पनि खाँदैछिन्। मेरा बच्चा तू हेलो कान्छी यता हेर्देऊ के लगाउनलाई खन्न ला अरे आलु मेरा बच्चा छोड्नु सब हेलो बेबी बच्चा ल गाइज आज चाहिँ यहाँ बाडी सरसफाइ कार्यक्रम चलिरहेछ। यता हाम्रो भाइ के गर्दैछ बाबु? कान्छी के गर्दै हो? मल निकाल्दै के को मल हो यो? तरकारीहरू काटेका बोक्राहरू यस्तो रहेका उहरू हो। ए ल ल निकाल निकाल केमा हाल्ने? प्याज लगाउनेमा? ल ल ल निकाल। हेर्नु है गाइज यहाँ चाहिँ केरा यस्तो भएको छन्। पर ठुलो मम्मी सफा गर्दै हुनुहुन्छ। ठुलो मम्मी के गर्नु लाग्नु भयो? सफा गर्न सबै टिपेर पलास टिपेर एक ठाउँ घुमाउनु आगो लगाइदिउँला है। यता स्कुल छ है पलासको दिव्यनिकेतन साइन्सको। यताको फोहोरबारी सब यतातिर फाल्दिन्छन् साथीहरू सबै। बाबु के गर्नु लाग्छौ तिमी? तरुल खोज्दै हो र केमा थियो? के लोकल तरुल हो? एकदमै हो र कत्रो निस्किन्छ है हाम्रो बाबुले कोरिया तरुल। यहाँ हामी मल निकाल्न थियौँ खाल्डामा भएको त्यही मलको उमा तरुललाई चाहिँ हेर्नु है दा त्यत्रो छ अब कत्रो हुन्छ। अझै निकाल्न सकेन बाबु तरुल? ओहो सपनामा मात्रै निस्किन्छ जस्तो छ त। हो र तरुल अब भ्याइयो क्या त्यति हो? हजुर अब ब्याङ्क एकछिन हो ल है त कति ठुलो निकाल्छन् है हाम्रो। अब चाहिँ ल है तरुल निस्किँदैछ है। निस्किन लाग्यो के तरुल? निस्क्यो। ओहो ठुलो निस्किएछ त। अझै छ क्या बाबु? छ हजुर। ल हेर्नु है हजुर मङ्सिरको महिनै तरुल गरिसक्यौँ हामीले त। हेलो हेलो आज हाम्रो दिनभरिको काम देखाउँछु है म हजुरलाई। हेर्नु यो के होला हजुरहरूले चिन्नु कमेन्ट गर्नु। आज दिनभरि खनेको तरुल यति नै भयो साथीहरू। अहिले दिनभरि मिहिनेत गरेर खनेको तरुल। अब चाहिँ हामी दिनभरि तरुल खनेर नास्ता खाँदैछौँ साथीहरू। यदि हजुरहरूलाई यो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। हस् नमस्ते सबैजनालाई धन्यवाद।